सो हेलो पनि नमस्ते जय शम्भु है सबलाई स्वागत छ शम्भुहरूको ब्लगमा होइन के छ त सबैजनाहरू सन्चै आरामै चट्ट ल्याएर है आजको ब्लग स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ टक्क ल्याएर फिट चाहिँ खाने भनेको जुत्ता चाहिँ देखाएन होइन जुत्ता नि देखाइदिन्छु जुत्ता त फेरि आफ्नो डिजाइन गर्ने है यताको चेन छ होइन खोल्न पनि मिल्छ डिजाइनको लागि होइन यो भयो यता चेन होइन यता चाहिँ यस्तोवाला यो चाहिँ मेरो आफ्नै डिजाइन हो होइन ओभरअल आउटफिट अलिक टाढी जान्छ यस्तो छ है कस्तो छ त आउटफिट मेरो घर जाने बेला एकपल्ट लाजाने हो ए महँगो हुने बाफे है के छ त अनि टक्क ल्याएर आएको छु म फेरि म चाहिँ अहिले बाहिर निस्केको छु अहिले टाउन स्क्वायरमा छु होइन यहाँनिर चाहिँ म जुस हानिदिनु पऱ्यो मान्छे चाहिँ पब्लिकहरू छ आज मान्छेको भिडभाड छ अझ उतातिर बजारतिर त झन् भिड छ होइन म देखाउँछु गालेमै किस खाइदिन्छ खालि पिम्पलले आज त ओहो भने बङ्गालीहरूलाई पनि पुरा भने कन्दुरामा देख्नु पाउँछ यहाँ त ए रमाइलो छ नि फेरि चित्रहरू त फेरि जस रमाइलो छ आज त्यही भएर म साँझ नै निस्केको एक त ढिलो पनि उठेँ खासमा चाहिँ अब म आबुधाबी जान्छु भनेर सोचिरहेको थिएँ होइन भाइले नि अब बोलाइरहेको थियो कि तर जान भ्याएन आम रियली सरी मेरो भाइ आउनु भ्याइएन होइन तर कुनै दिन म आउँछु भेरी सुन आउँछु सिचुएसन ठिकठाक भइसकेपछि आउँछु म भेरी सुन है भाइ यतिखेरसम्मको लागि धैर्य गर्दै बस त्यो माहौल रमाइलो छ जो शीतको म चाहिँ अहिले सिनको आउटलेटमा आएको छु होइन यो एक्सेसरिजहरू हेर्नको लागि होइन तर पाउँछ कि पाउँदैन मान्छे नभएको ठाउँमा आएर ब्लग गराइदिनु पर्छ कि बुढी भएको भए त लिन्थ्यो होला के अरे अब छैन आफू त हेर्ने मात्र हो ट्याक्क लगाएर म चाहिँ अहिले आएको छु यहाँनिर अल्फलाको साइडमा मार्केटमा यहाँनिर चाहिँ यस्तो फिलिपिनी स्ट्रिट फुड यस्तरी होइन स्टलहरू लगाएर होइन त्यही पनि गएर गाई र गोरुको मासु नपरोस् जे परे पनि फरक पर्दैन म चाहिँ अहिले अल्फला मलमा आएको छु होइन के भन्छ अरे त्यहाँ त्यो स्ट्रिट फुडभित्र गएन मलाई अलि बिल्ला लाग्यो थाहा नै छैन खानाको नाम फिलिपिनो खानाहरूको नाम के जानु हुने बिल्ला हुनलाई होइन त्यही भएर चाहिँ गइदिएन म अहिले चाहिँ यहाँ छु यहाँनिर एउटा छोटो मिठो तस्बिर हानिदिएको दामी आएको छ फेसबुकमा गएर लाइक हान्नु होला फेसबुकमा हेर्ने जतिले युट्युबमा गरेर सब्सक्राइब लाइक हान्नु होला युट्युबमा हेर्ने जतिले फेसबुकमा गएर लाइक हान्नु होला यही छ मेरो भनाइ चाहिँ बाहिर चाहिँ ओभरै पब्लिक भयो कि अनि त्यही भएर यसो कुरिरहेको छु म यत्तिको कति पब्लिकै पब्लिक छ किरा जस्तो अब त छुट्टी हुन्छ नि त 2-3 दिनसम्म सबको त्यही भएर म त घुमै छु होइन अब यहाँनिर यस्तो पब्लिक उतातिर बेसी पब्लिक थियो कि होइन मैले त्यो पब्लिकवाला चाहिँ खिचेन कि त्यतातिर अलि जान भ्याइएन यता आइयो अब चिया हानिदिनु लाग्यो चिया हानिदिँदै यसो एकान्त जग्गातिर गएर सट्ट हिँड्दै मिठो बोल्दै भ्लग गराउनु पऱ्यो क्या होइन के जानु पब्लिकमा अब के देखाउनु होइन क्यामेराम्यान भएको भए चाहिँ मैले त्यो बुढीले भने जस्तो गर्थेँ होइन क्यामेराम्यान छैन अब एक्लै यस्तरी छोपेर के सजेसन दिन चाहनुहुन्छ तपाईँलाई भन्न चाहिँ अलिकति अप्ठ्यारो हुन्छ नि त त्यही भएर अहिलेलाई भ्लग पछि मसित कोही भयो भने मसँग हुने सके भयो भने चाहिँ त्यतिखेर चाहिँ गर्नु पर्ला नि होइन गर्न धेरै मन छ नि इन्टरभ्यू जस्तो टाइपको तरिकाले तर गर्न भ्याएको होइन भ्याएको हो कि तै पनि अब भ्याए पनि अब
टाइमिङै मिलाउन गाह्रो भने क्या यता चाहिँ जो ओमनको यो बोर्डर जस्तो भएर पनि होला होइन हावा चिसो आइरहेको छ क्या अनि मजाको चिसो आइरहेको छ एकदम फ्रेस दिमाग पनि फ्रेस छ मेरो अनि दामी भइदियो त है मजा आउँछ नि मलाई त्यस्तो आवाज फेरि गर्दै यो चाहिँ तपाईँको उता चाहिँ होइन युए भयो होइन त्यसको उता चाहिँ ओमन है यो युए भयो नि यो साइड उता चाहिँ ओमन है यहाँनिर सट्ट लाएर पार्किङ यो पार्कमा चाहिँ एकचोटि उत्तमको बर्थडे हुँदा हामी चाहिँ यहाँ पुरा खाएको थियो रमाइलो गरेको थियो होइन जे होस् त्यो पार्कमा बसेर खाइयो जस दामी भएको थियो त्यतिखेर रमाइलो थियो भनौँ न लाइन क्रस गरौँ भनेको ट्राफिक भन्दा त यहाँ दामी छ त्यो शीतल हावा लगाइरहेको छ क्या जोस् होइन मजाको हावा भने अब यता दामी पार्क छ यस्तो ठाउँमा हुनु पनि रमाइलो नि पिसफुल छ नि है अब यस्तो बाहिर जस्तो ठाउँमा अब यत्तिको सिनले पनि दिमाग पनि कति पिस गराइदिन्छ नि दिमाग पनि होइन आनन्द छ मजाको दुईटा रुख होइन बाहिर निस्केको झ्याउ 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 बङ्गालीहरू टुवा परेर हेर्छ होइन झ्याउ झ्याउ होइन म तिनीहरूले हेऱ्यो भनेर लजाएर त मैले नगरेको त होइन कि त्यही पनि धेरै झ्याउ 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 भयो क्या झ्याउ लाग्यो क्या मजाको आनन्द छ नि ठाउँ यस्तो भिडभाडको ठाउँमा पनि यत्तिको शान्त खोजेर चाहिँ बस्नुपर्छ क्या दिमाग पनि फ्रेस हुन्छ आफूले भोलिको दिनमा के गर्ने कसो गर्ने के हो त्यो रियालिटी भनेर यस्तै ठाउँमा आएर बुझ्ने हो क्या पिस छ मजाको हावा लागिरहेछ आनन्द त्यही हो अनि हाम्रो एकदम होइन रेस्पेक्टेड एकदम होइन सार आउट हाम्रो योद्धालाई उहाँ चाहिँ अब जुन योद्धा हुनुहुन्छ नि उहाँ चाहिँ जे होस् म एकदम एप्रिसिएट गर्छु क्या होइन जो एउटा नेपाली पपमा कन्ट्रिब्युसन राख्नुभएको छ उहाँले होइन त्यो एउटा आफ्नो जिम्मेवारी के गरे आफ्नो सपनालाई भनौँ न एउटा आफ्नो सपनालाई आदि काँचोमा राखेर अनि जिम्मेवारी बोक्नलाई लागेर होइन अनि त्यसपछि जिम्मेवारी पुरा गर्दै तस फेरि आफ्नो सपनाहरूलाई चाहिँ फेरि उठाएर आफ्नो काँधमा हालेर बोकेर गर्ने होइन कन्टिन्यू दिएको योद्धा उहाँलाई चाहिँ एकदम रेस्पेक्ट छ क्या जस एउटा लाइफमा हुँदो रहेछ क्या जब एउटा जिम्मेवारी आउँछ नि होइन जब लाइफमा एउटा जिम्मेवारी आउँछ नि त्यो टाइममा चाहिँ आफ्नो त्यो रहर आफूले गर्न खोजेको चाहनाहरू सब डेड भइदिन्छ क्या टोटल्ली डेड भइदिन्छ क्या डु अर डाई क्या अब गर्नलाई केही नै मतलब गर्ने नै मैले हो मैले गरेन भने कोही गर्ने छैन भनेपछि के गर्नु पज हुँदैन लाइफ त्यो पज पोइन्ट चाहिँ आउँदो रहेछ क्या डेड पोइन्ट क्या अनि जुन त्यो पोइन्टमा चाहिँ तिमीले देखेको सपना तिमीले होइन देखेको ड्रिम्सहरू चाहिँ त्यही फालिदिने हुन्छ क्या होइन अनि त्यसपछि चाहिँ अब तिमी जिम्मेवारी गर्दै गयो गरिसकेपछि बिस्तारै फेरि बन्दै जाँदो रहेछ क्या अनि बन्दै गइसकेपछि चाहिँ अनि आफूले चाहेको ड्रिमहरू कुराहरूलाई चाहिँ फेरि अगाडि लिएर जान सकिँदो रहेछ क्या होइन त्यही हो टाइम लाग्छ टाइम नलाग्ने होइन टाइम लाग्छ
तर टाइम लागे पनि के हो भन्दा चाहिँ बिस्तारै हुँदो रहेछ, धैर्य गर्नु पर्दो रहेछ होइन, आफूमा डिसिप्लिन मेन्टेन गर्नु पर्दो रहेछ होइन। त्यस्ता कुराहरूले चाहिँ अब भनौँ न लाइफमा एउटा केही दिँदो रहेछ, नदिने होइन, आफूले गर्दै जानुपर्छ। अनि त्यही भएर पनि हो अब भनौँ न, अब मैले पनि विदेश आउने बेलामा होइन, म चाहिँ अब जुन अहिले नेपालमा बसिरहेको केटाहरू छन् नि तिनीहरूको लागि स्पेसली मैले पनि विदेश आउने बेला के गर्छु के गर्ने भनेर पनि थाहा थिएन क्या त्यतिखेरसम्म पनि। विदेश आउने बेलासम्म पनि यत्तिकै हल्लेर हिँडिरहेको थिएँ म, विदेश जाने भनेर पनि थाहा थिएन। तब आइसकेपछि चाहिँ आफ्नो एउटा मेन्टालिटी चाहिँ प्रिपेयर्ड थियो। अब आउनुमा आइसक्यो, त्यसै जाने कुरा त भएन, म जे भए पनि गर्छु भन्ने एउटा मैले मेन्टालिटी चाहिँ प्रिपेयर राखेको थिएँ। अनि मलाई त आउने बेला त अब आफ्नैले पनि भनेको थियो नि त, यो फर्किन्छ, 1 महिना फर्किन्छ, 6 महिना फर्किन्छ होइन। म विदेश आउने बेला मलाई आफ्नैले भन्थेँ क्या, यो त 1 महिना फर्किन्छ, 6 महिना फर्किन्छ भने होइन। सबको वचनहरू, सबको त्यो मेरो कानमा घन्टी बजे जस्तो बजिरहेको थियो नि त। म यति आफूलाई त्यो टाइममा भनौँ न यति डिसिप्लिनमा राखेँ नि, मतलब मैले गरेँ क्या। अनि त्यो बेला मैले गरेँ 2018मा। त्यहाँबाट मैले गर्दा म लगभग 6-7 वर्षपछि म नेपाल गएको थिएँ फर्स्ट टाइम विदेश आएर। त्यतिसम्म गरिदिएँ क्या मैले। अनि त्यही भएर त्यो दिनमा मैले दुःख गरेको थिएँ र आजको दिनमा मलाई भनौँ न त्यति साह्रो छैन। अब उपरवाला भगवान्ले अब जति मैले डिजर्भ गर्छु त्यति दिनुभएको छ, म खुसी पनि छु होइन। आफूलाई गाह्रो पर्दा या केही गर्दा म आफूलाई साथ दिन पनि सक्छु, त्यतिको गराइदिनु भए। अनि त्यो चाहिँ म सोध्छु क्या लाइफमा होइन। यस्तो मिठो हावा लाग्यो, मिठो हावा, एकान्त ठाउँ अनि मेरा कुराकानी होइन। म सोध्छु क्या। अनि जब अब हेरौँ न यही ठाउँमा आफै मैले यस्तो सोध्छु क्या। त्यो बेला थियो नि, त्यो पार्कमा बसेर खाएको होइन, त्यो पार्कमा बसेर खाएको चाहिँ अब यहाँ चिनेको कोही थिएन क्या, मलाई चिन्ने कोही नै थिएन बजार हुँदा। अनि त्यसपछि अब हामी त उता बस्ने, बजार त यता, हामी त उता बस्छौँ नि त, मतलब उता प्यालेसहरू उता थियो, त्यो ठाउँमा बस्ने, बजार यहाँ। अब बसेर खाने ठाउँ कोही छैन क्या। अब त्यो होटलमा गयो होइन, अब मतलब अब के होटलमै गएर खानु, मतलब अब यस्तो रिफ्रेस भइदिउँ न भन्ने खालको सोचले चाहिँ आउँदैछ। त्यो बसेर खाने ठाउँ कोही नभएर हामी यहाँ आएर खाएको क्या। त्यस्तो दिनहरू पनि थियो। तर अहिले मान्छेहरूले धेरैले चिनेन्, ओहो आउनु न, बस्नु न भन्छन्, आउनु खोज्नुहुन्न त्यस्तो पनि भन्छन् होइन। कहिले भन्छ लेट्स जोइन, लेट्स सेलिब्रेट, लेट्स मेक पार्टी भन्छन्। अहिले त्यो गर्दै गइसकेपछि, आफूले सङ्घर्ष गर्दै गइसकेपछि, आफू बढ्दै गएपछि चाहिँ भन्ने मान्छेहरू आउँदो रहेछ। राम्रो सोच्ने मान्छेहरू पनि आउँछन्, नराम्रो सोच्ने मान्छेहरू पनि आउँछन्। तर आफू चाहिँ डटिरहनु पऱ्यो क्या, बवाल डट्नु पऱ्यो क्या आफू होइन। यस्तो डट्नु पऱ्यो नि, यस्तो डट्नु पऱ्यो नि। अनि त्यही हो, धेरै गरियो यहीमा आएर दुःख होइन, धेरै गरियो। 4 वर्ष त बिना छुट्टी काम गरियो, तै पनि कहिले ब्याक भइएन क्या। अगाडि बढ्नुपर्छ भनेर बढ्यो। देउस दामी, मलाई खुसी लाग्छ आज ठक्क होइन यो ठाउँसम्म आइपुगेर। आज म यत्तिको बोल्न पाउँदा पनि मलाई एकदम खुसी लाग्छ क्या। अनि त्यही भएर म आजकल चाहिँ अनि अब भनौँ न मैले भ्लगहरू किन बनाउँछु भन्दा चाहिँ यो चाहिँ
यो एउटा मेरो मेमोरिजको लागि पनि हो होइन। तर मैले भ्लग बनाउनुको कारण चाहिँ के हो, स्पेसली आजको दिनमा मेरो मेन्टालिटी होइन भनौँ न, के हो त मेरो भ्लग बनाउने कारण भन्दा चाहिँ यो एमा आएर पनि केही गर्न सकिन्छ है। यो ठाउँमा आएर पनि मान्छेहरूले अब नेपालीले खाडी भने पनि खाडी नै भने पनि नि युएमा आएर धेरै कुरा गर्न सकिन्छ है। गर्नको लागि अप्सनहरू धेरै छ होइन। यहाँ ठाउँमा आएर पनि एकदम राम्रो गर्न सकिन्छ है भनेर एउटा म मोटिभेसन, एउटा म मतलब हौसला दिन चाहन्छु मेरो नेपाली भाइहरूलाई जो पनि अब बाहिर विदेशमा हुनुहुन्छ, स्पेसली चाहिँ जो पनि खाडीमा हुनुहुन्छ, जस्तै अब दुबई, कतार, मलेसिया, कुवेत, साउदी, ओमन, मतलब इमारात होइन, जो पनि यहाँ हुनुहुन्छ उहाँहरूको लागि हो क्या खासमा। गर्न हामीले धेरै सकिन्छ क्या, युएमा बसे पनि हामीले पनि धेरै गर्न सकिन्छ भनेर चाहिँ म एउटा हौसला दिन चाहन्छु। त्यही भएर चाहिँ म आफूले सकेको होइन, मैले गरेँ नि त। किनभने म त मान्छे 1200बाट उठेको मान्छे हो नि त होइन। 1200बाट उठेको मान्छे अहिले जुन मैले 1 वर्षमा कमाउने अहिले त्यो मेरो मैले जुन त्यो कुरा चाहिँ अहिले म महिना गर्न सक्छु भनेपछि म त त्यो ठाउँबाट आएको नि त। मैले त गरेँ, मैले मेरो तर्फबाट गरेँ है, खुसी पनि छु। तर मैले गरेर मात्र भएन नि त। मेरो दाइ भाइहरू यहाँ आएर कति दुःख पाउनुपर्छ, गर्नुभएको छ। उहाँहरू डटफट गर्नु पऱ्यो क्या, तोडफोड हुनु पऱ्यो, काम गरिरहेछ, पाइरहेछ। आफ्नो त केही सिप छैन के अरे, हामी दुखी गरिबको यस्तै हो भनेर सोचेर हुँदैन। गरम जे गर्न मन लाग्छ गरम, जबरजस्ती हुन्छ कि कसरी हुन्छ विचार गरेर आफ्नो स्किल्सलाई ध्यान दिएर आफ्नो पहिला स्किल डेभलपमेन्ट गरेर आफ्नो स्किल डेभलप गरिसकेपछि चाहिँ त्यो कुराहरूमा गर्नुपर्छ है। त्यही भएर चाहिँ मलाई चाहिँ म आज दिनमा म एकदम के मतलब आफूले गरेर मात्र भएन नि त, गर्नु पऱ्यो, सबले गर्नु पऱ्यो। त्यही भएर जति पनि अब मान्छेहरूले अब खाडी भनेर एउटा त्यो एउटा खाडी भनेर अब त्यो एउटा शब्द नै कस्तो छ क्या होइन। खाडी त्यो खाडी भन्ने शब्दै कस्तो क्या है, शब्द नै खाडी भनेर राखिदियो नि त। हो त्यही मान्छेहरूले जुन खाडी भनेर एउटा भन्छ नि, तिनीहरूलाई चाहिँ म देखाउन चाहन्छु, तिनीहरूलाई चाहिँ म भन्न चाहन्छु क्या। जति पनि नेपाली दाइ भाइहरू यहाँ हुनुहुन्छ, खाडीमा बसेर पनि बहुत कुरा गर्न सकिन्छ है, बहुत कुरा गर्न सकिन्छ, धेरै कुराहरू गर्न सकिन्छ। त्यही भएर मान्छे कुन ठाउँमा छ र कुन ठाउँमा छैन फरक पर्दैन क्या, कुन ठाउँमा भएर फरक पर्ने होइन क्या, मान्छेले के गर्दैछ त भनेर फरक पर्छ। मान्छेले गर्ने नै नेपालमै भएर पनि गरिरहेछन्। मेरो अहिले साथीहरू होइन नेपालमै छन्, गरिरहेछन्। कोही साथीहरू युरोपमै छन् होइन, युरोप गएर पनि दुःख पाए, 10औँ महिना 12औँ महिना दुःख पाए। त्यही भएर खाडीमा छु भनेर होइन, खाडीमा धेरै कुराहरू छ, धेरै कुरा गर्न सकिन्छ है। यस्तै खालको सानो सानो कुराहरूले खुसी दिन्छ मलाई, अनि म यस्तै खालको खुसीहरूमा रमाइदिन्छु क्या। मलाई त्यो मेटेरियलवाला खुसी चाहिएन क्या, मलाई रियलवाला खुसी चाहियो क्या। रियलवाला जुन चाहिँ म पैसा हुँदा मात्र होइन कि पैसा नहुँदा पनि नि, आफ्नो खोल्टीमा 1 पैसा नहुँदा पनि नि त्यो खुसी पाउन सकु क्या। मलाई त्यस्तो खालको खुसी चाहियो क्या, मलाई मेटेरियल खुसी होइन। त्यही भएर म आफैलाई यस्तै कुरामा खुसी राख्न चाहन्छु, म खुसी पनि छु। त्यही हो होइन। ल है त, आजको छोटो मिठो 2 शब्द यहीँ भन्दै आजको भ्लग चाहिँ म एन्ड गर्न चाहन्छु। खासमा मेरो प्लान आज अर्कै थियो, त्यो भएन, त्यसको लागि एकदम सरी होइन। तर म नेक्स्ट टाइम चाहिँ म गर्छु। मतलब अहिले अब त्यो झाउमा अब के बोल्नु होइन, त्यो झाउमा के बोल्नु भन्दा बरु यस्तो खालको पिस ठाउँमा आएर बसेर बोल्दा त बरु मलाई हेर्ने 2-3 जनाले भए पनि मोटिभेट हुन्छ भने भओस् न। झाउमा के भन्नु, त्यो झाउ खालको म देखाउँछु। तर त्यही हो, मलाई नेपाल आयो भने चाहिँ जस एकदम गर्न क्या। मलाई लाइफमा चाहिँ
म गल्तीहरू पनि धेरै गरेँ, त्यही भएर नयाँ कुराहरू सिक्न खोज्ने कुराहरू चाहिँ मलाई त्यही भएर नि त्यो कुराहरू पनि धेरै गर्न मन लाग्छ क्या। नयाँ कुराहरू मलाई गर्नु मन लाग्छ क्या। मैले गल्ती मात्र धेरै गरेर भएन नि त, सिक्ने कुराहरू पनि धेरै सिक्नु खोज्नु पऱ्यो। अनि त्यो चाहिँ म सिक्दैछु। अनि त्यही भएर मलाई सब गर्नु मन लाग्छ क्या। अनि यो भ्लग भन्ने गर्नुमा म्युजिक पनि आउँछ, गाना पनि आउँछ होइन, गाना आउँछ, भ्लग पनि आउँछ, यता आफ्नो काम पनि गरिरहेको छु। सबलाई ब्यालेन्स गरेर लग्नु पर्दो रहेछ लाइफमा। एउटा मान्छेले के गरे जे पनि होइन, सब गर्नुपर्छ। एक बारको जिन्दगी हो, मरेर जाने हो होइन। त्यही भएर एक बारकै जिन्दगीमा सब गर्नुपर्छ। जे गर्दा खुसी मिल्छ नि गरेसम्म होइन, जे गर्दा खुसी मिल्छ त्यो सब गर्नुपर्छ है। त्यही भन्दै म पनि आजको भ्लगबाट बिदा लिन चाहन्छु। हस्त नमस्ते, जय शम्भो, स्टे सेफ, स्टे हेल्दी, सबैजना खुसी रहनु होला। जय शम्भो, जय शम्भो।